सम्पूर्ण कृषक साथीहरूलाई नमस्कार। विशेष छोटो भिडियो राख्न लागिरहेको छु। विशेष यो गण्डकी प्रदेशको तनहुँ जिल्ला घिरिङ गाउँपालिका अवस्थित वार्ड नम्बर 3 यो गोफा खोला गोफा खेतमा छरिएका यो जुन तोरी बालीको दृश्य तपाईलाई देखाउन लागिरहेको छु। विशेष यो तपाईको यहाँ बहुउद्देश्य सरकारी संस्था लिमिटेडका अध्यक्ष मनबहादुर राणा लगायत सम्पूर्ण कमिटीको एउटा सक्रियतामा अनि यो गाउँपालिकासँग समन्वय गरेर केही बिउ बिजनको यसरी व्यवस्थापन अर्थात् केही अनुदानमा केही पर्सेन्ट अनुदानमा 50% अनुदान राखेर चाहिँ यो तोरी बाली यसरी छरिएको हो। लगभग 1 महिना अगाडि तपाईले यो चाहिँ एकदमै वयस्क भइसकेको छ, फुल फुलिसकेको छ। अनि यसको साथै तपाईहरुले मौरीको यहाँ झुमझुमाट र भुनभुनाट तपाईले देख्दै हुनुहुन्छ। विशेष यो अर्चम्बास वार्ड नम्बर 3 अर्चम्बास गाउँमा जो मनबहादुर राणा सहकारी संस्था लिमिटेडको अध्यक्षको अगुवाईमा उहाँले प्रत्येक घर यो आधुनिक घर सहुलियत मूल्यमा चाहिँ मौरी वितरण भएको छ त्यस ठाउँमा। र यो दुवै कार्यको निम्ति असल रह्यो। जुन मौरीलाई यो जुन पुष्परस पनि प्रशस्त उपलब्ध हुने भयो र साथमा यो तोरी बाली पनि यसमा प्राकसेचनको लागि बढीभन्दा बढी फल फल्नको लागि पनि यसले एकदमै महत्त्वपूर्ण भूमिका निभाउने भयो हुने भयो जुन मौरी पालनबाट। अनि सायद यो यस वरिपरि निकै ठुलो जङ्गल पनि छ जुन यो सिभिल पाखा हो। यो यस खण्ड चाहिँ दरकाङ पाखा यो घिरिङको जुन शिखा डाँडा पाखाको जङ्गल देख्दै हुनुहुन्छ तपाईले। अनि यो यस ठाउँमा आरङकोट र अर्चम्बास च्याम्बरकोटको संयुक्त वन जङ्गल पनि छ। सायद यस जङ्गलभित्र पनि यो मौरी सायद यो जङ्गलमा होलान् र कतिपय यो घरकै मौरी पनि यहाँ आज अभावको बेलामा पुष्प रसको अभावको बेलामा फुलहरूको अभावको बेलामा यहाँसम्म दौडधुप गरिरहेको पक्कै पनि छ। हामी देख्छौँ यो रमणीय दृश्य तपाईसँग मेरो साझेदारी गरौँ भनेर पनि यो छोटो भिडियो बनाइराखेको छु। हुन्छ, तपाईलाई पनि यो असल तरिकाले मौरी पालन यदि गर्न मन छ अनि तोरी खेती गर्न मन छ भने तपाईले यही कुराहरूलाई तपाईले अपनाउनुहोस् र तपाईले तोरीबाट पनि बालीबाट पनि तपाईले मनग्गे फाइदा लिनुहोस् अनि मौरीबाट पनि तपाईले प्रशस्त रूपमा मनग्गे रूपमा तपाईले मह एकदमै पाउन सक्नुहुन्छ है त। हुन्छ, यसरी यो मौरीको लागि पनि तपाईले यसरी नै व्यवस्थापन गरेर है पालिदिनु होला है त। हुन्छ, हाम्रो ठाउँमा यसरी नै यो मौरी पालन लगायत तोरी खेती चाहिँ यो विशेष जाडो याममा
फुल यो अफ सिजनको उसमा चाहिँ समयमा चाहिँ हामीले चाहिँ यसरी तयारी गरिरहेका छौँ। थोरै यहाँ धान बालीमा लगाएका मलले अभावको कारणले गर्दा सकिन लागेको कारणले गर्दा तर यसमा थोरै थोरै दाना बस्नको निम्ति मल पनि हामीले दिइरहेको छ है त। यसरी तपाईँले पनि यसरी नै मौरी पाल्नुहोस् अनि तोरी खेती लगाउनुहोस् है त। यही सुझाव यो सन्देश तपाईँलाई छोड्न चाहे। हुन्छ, नमस्कार। फेरि अर्को भिडियोमा भेट्ने बाचा गर्नेछु।